धरहराको दुईजना हिँड्दा होइन धरहराकै ऊ त्यो दुईजनाकै हिँड्दा हिँड्दा केटी देखेँ क्या दाइ धरहरा सिकास हेरिदिने मन पऱ्यो त मैले के गर्ने मन पऱ्यो त अब छोड्ने बानी छैन बदमास नगर्ने अब आफूलाई मन पऱ्यो भने त मन पऱ्यो भन्नु पायो नि त दादाहरू अति क्युट रे केटी मन पऱ्यो त अब मन पऱ्यो भन्नु पायो नि तर बदमास गर्नु भएन तर अब उर्के तर हामी भिरगुडी मण्डप जानुपर्ने हल्का गेम सेम खेल्दै अनि सट्ट पेन्ट बल ट्यागको अनि युट्युब छ नि ट्यागको यसो एङ्कल चाहिँ मिलाउनु यता वरिपरि देखाउनु नि त खाली रोड खाली रोड दरबार ल विदेश बसिरहेको सबै साथीभाइहरूको लागि चाहिँ हेर्नु है एकदम अहिलेको हाम्रो काठमाडौँ चाहिँ यस्तै छ तपाईँहरू आउनुहोस् बनाउनुहोस् हाम्रो डक्टर न्यू डक्टरहरू होइन एभ्रिडे क्लास हुन्छ हजुर एभ्री सन्डे सन्डे चाहिँ छुट्टी आज चाहिँ छुट्टी टेस्ट हुन्छ अनि आज चाहिँ के भयो आज सन्डे हो नि त आज क्लास हो ए क्लास भयो जस तिमीहरू एभ्रिडे एटेन्ड गर्छ क्लास नाइस तिमीहरूले के को लागि गर्दैछ लाइसेन्स होल्ड गर्नु सक्यो कि अझ त्यसको लागि बाँकी छ अब यो इन्ट्रान्स भइसकेपछि हाम्रो त्यो एमबिबिएस ब्याचलर जोइन गर्ने ब्याचलर एमबिबिएसकै डक्टरकै ब्याचलर फेरि म फेरि त्यो मलाई चाहिँ फेरि भयङ्कर त्यो थाहा छैन क्या डक्टरहरूको बारेमा तर म पनि अलिअलि मेरो छेउछाउको थाहा छ मलाई अलिअलि 12 पास गर्ने हो हाम्रो कम्पिटिटिभ इक्जाम हुन्छ इक्जाम पास गर्ने अझ कलेजहरूले सिकाउँछ हामीलाई 4 वर्ष गऱ्यो भने एमबिबिएस भयो अझै 4 वर्ष अझै 4 कि 3 वर्ष गऱ्यो भने एमडी हुन्छ भनेको लगभग 7-8 वर्ष स्ट्रगल गऱ्यो भने नाइस हाम्रो नानीहरूलाई भनिदेऊ त कसरी हुन्छ डक्टर भनिदेऊ ल तिमीलाई प्रोग्रेस भनिदेऊ न ल हाई स्कुल सक्यो 12 सकेपछि के हुन्छ 12 सकेपछि आफ्नै कम्पिटिटिभ चालु हुन्छ नि अब अनि 12 सकेपछि तिमीले के जोइन गर्छ हामी क्लास टेस्ट नेम क्लासेस जोइन गर्ने हामीसँग गुरुहरू जस्तो इन्स्टिट्युटहरू भन्नु कलेज भयो मिन्स 11 बाट पढाइहाल्छ कोर्सेस जति पढाइ हाई स्कुल भयो हाई स्कुल सकेपछि कलेज हुन्छ त्यो कलेजमा चाहिँ के तिमीले के लिएको थियो त्यो कलेजमा हाम्रो कलेज भएको छैन नि त्यही कलेजको लागि ट्राई गरेको थियो हामी तिमीले पढेको तिमीले त्यो तिमी स्कुल गरेन स्कुल गरे त्यही भने भक्तपुर आउनु भनिरहेछ बस चलेर भक्तपुर चल्दिने हो कि आऊ स्कुलले भक्तपुर आउने गाडी कुन हो एकचोटि भन त यहाँ आउने अनि हामी आउँछु त्यही बस चढेर आइहाल्छु सिधै आउँछु अब के छ तिम्रो फ्युचर प्लान अब 5 महिनापछि एक्जाम हुन्छ हाम्रो इन्ट्रान्स अनि त्यसमा नाम निकाल्ने अनि त्यही डक्टर पढ्ने जेनरल हुन्छ नि तिमीहरू यसो गर तिमीहरू लाइसेन्स होल्ड गर नेपालबाट गर या तिमी युकेबाट गर तिमी जुनै कन्ट्रीबाट गर तिमीलाई तर अझै पनि अझै स्ट्रगल चाहिँ छ है त्यहाँनिर आफ्नो त्यो लाइसेन्स भएर मात्र हुँदैन सबै थोक त्यहाँनिर पनि आफूले आफ्नो स्पोर्ट आफ्नो प्लेटफर्म चाहिँ आफूले चुज गर्न चाहिँ एउटा त्यो पनि त्यहाँ पनि आफ्नो बुद्धिमानी लाउनु भन्नुहुन्छ राम्रो होस् तिमीहरूले गर्दै रहेछ दामी हुन्छ भाइ दामी छ मेडिकलमा दामी छ भाइ वर्ल्डमा दामी छ तिमीहरूले राम्रो छ मेरो गर्लफ्रेन्डले पनि त्यहाँनिर डक्टर गरेर युकेमा अलिमा त्यहाँनिर गभर्मेन्ट हस्पिटलमा गर्दैछ सेम त्यस्तै गर्नुपर्छ है थ्याङ्क यू सो मच लाइसेन्स होल्ड गर्नु त्यस पछाडि दुनियाँमा जहाँ भए पनि आफ्नो जब अप्लाई गर्नु ल अनि ठुलो डक्टर हुनु ल ठुलो डक्टर हुनु ल लाइसेन्स होल्ड गर्नु त्यस पछाडि अप्लाई गर्नु अनि ठुलो डक्टर हुनु त्यो गभर्मेन्टलाई दिनु आफ्नो गभर्मेन्टलाई लाइभ हेरेँ म यतै हेर्छु बागबजार अनि सिंहदरबार देखाउनु पऱ्यो है आइसक्यो है सबैजनाको यहाँ कसको कल सबैजनाको हाम्रो जनताहरूको कल आइसक्यो के हो कसो कुरा हो दाइ छ काठमाडौँ दाइ छ है एकदम
स्पिकिङ अबाउट फ्याक्ट्स एकदम देशको लागि एकदम होइन योगदानी मान्छे हो होइन दाइको लागि एकदम अलिक बुझिनँ कि हजुरहरूको कुरा तर मैले बुझेँ अनुसारले जाउँ न एकछिन भद्र